नमस्ते सम्पूर्ण दर्शक प्रेमी महानुभावहरूलाई। यो अहिले हाम्रो झापाको भद्रपुर नगरपालिका स्थित मेची बहुमुखी क्याम्पसको यो प्राङ्गणभित्र, यो क्याम्पसको ठ्याक्क उत्तरपट्टि, यो साइन्स क्याम्पस ब्लकको अझ उत्तरपट्टि साइडमा रहेको यो मेची बहुमुखी क्याम्पसको क्रिकेट खेल मैदान अहिले एकदमै राम्रो देखिएको छ। यहाँ माटोहरू हालेर यो ग्राउन्डलाई रिफिलिङ गरेको थियो अगाडि। अहिले यो झार पलाएर एकदम हरियाली भएको छ। यो साइड स्क्रिन पनि यहाँ आइसकेको देख्न सकिन्छ। त्यसै गरी यो माटोकै प्याराफिट जहाँ चाहिँ क्रिकेटको खेललाई यहाँ बसेर चाहिँ हेर्न सकिन्छ। राम्रो हिसाबले यो बनाइएको छ र देख्न सक्नुहुन्छ। एकदमै घाँस पलाएर ग्राउन्ड राम्रो छ। बर्खाको याममा पनि पानी जमेको छैन। अहिले हिजो एकदमै मुसलधारे पानी परेको थियो। ठाउँ ठाउँमा खेततिर पानी जमेको अवस्था थियो। ग्राउन्डमा तपाईले बिल्कुल कहीँ पनि पानी देख्नुहुन्न। ग्राउन्डको यो बाउन्ड्रीदेखि बाहिर फेरि अलिअलि पानी छ, तर यो बाउन्ड्री सर्कलभित्र कहीँ पनि पानी जमेको छैन। यसले पनि ग्राउन्ड राम्रै लेभलिङ भएको देखाउँछ। यहाँ देख्न सक्नुहुन्छ यो बाउन्ड्रीको लागि बनाइएको बाउन्ड्री पोलहरू। यहाँ भाइहरू नेट प्र्याक्टिसमा, यो प्र्याक्टिस गर्ने एरिया, यहाँ हाम्रा साथीभाइहरू प्र्याक्टिस गर्दै गरेको दृश्य देख्न सकिन्छ। यो हाम्रो पुरै बाउन्ड्रीको लागि यहाँ चाहिँ काम भइरहेको र बर्खाको यामले गर्दाखेरि अहिले रोकिएको अवस्था देखिएको छ। मतलब यो हेर्नुहोस्, पुरै यो पिचलाई बिचमा चाहिँ कभर गरिएको छ। पानीले गर्दा बिग्रिन्छ भन्ने हिसाबले सोचियो होला। ल हेर्नुहोस्, एकदमै साइड स्क्रिन, यता पनि साइड स्क्रिन छ भने अपोजिटमा ठ्याक्कै साइड स्क्रिन छ। राम्रो छ, छोटो समयमा राम्रो तरक्की गरेको छ। यहाँनिर चाहिँ पेभिलियन बन्नको लागि यहाँ निर्माण कार्य भइरहेको देख्न सकिन्छ। यो हेर्नु होला, यहाँ सबै निर्माण कार्यहरू अहिले यहाँ भवन बन्नलाई छ। यो एकदमै प्र्याक्टिस एरिया, आशा गरौँ यो खेल मैदानले पनि राष्ट्रिय हिसाबमा खेल्न सक्ने हाम्रा भाइ बहिनीहरूलाई यहाँबाट चाहिँ परिष्कृत गर्दै निकाल्ने छ र झापाको शानको रूपमा खेलाडी जन्माओस् र राष्ट्रिय अन्तर्राष्ट्रिय खेलहरू आगामी दिनमा यहाँ हामीलाई खेलाएर हेर्न दियोस् भन्ने शुभकामना सहित भन्दै आजको यो कुरालाई चाहिँ यहीँ सक्दै फेरि आउने दिनहरूमा तपाईँहरू सामु यस्तै प्रगति विवरण सहितका नयाँ भिडियोहरू ल्याउने